सम्पूर्ण साथीहरुलाई नमस्ते। आज चाहिँ विशेष गरेर म एउटा टेक्निकल विषयको भिडियो लिएर तपाईहरु समक्ष आइसकेको छु। धेरै साथीहरुको मलाई कमेन्ट आउने गर्छ कि मैले आइफोनबाट चाहिँ भिडियो सुटिङ गर्दाखेरि सुटिङ गर्ने क्रममा एकदमै राम्रो भिडियो क्वालिटी मैले पाउँछु, तर जुन भिडियोलाई मैले टिकटकमा अपलोड गरिसकेपछि अर्थात् युट्युबमा अपलोड गरिसकेपछि त्यस भिडियोको क्वालिटी चाहिँ एकदमै घटेर गएको पाइन्छ। यसको लागि के गर्नुपर्छ होला भनेर चाहिँ साथीहरुले आफ्नो जिज्ञासा पस्किरहनु भएको पाइन्छ। यसको लागि चाहिँ विशेष गरेर केही टेक्निकल कुराहरुलाई हामीले एकदमै मध्यनजर गर्नुपर्ने हुन्छ। जस्तै चाहिँ एक नम्बरमा रहेको छ क्यामेरा सेटिङ, अनि दोस्रो नम्बरमा रहेको छ लाइटिङ के कस्तो छ भन्ने कुरा हुन्छ, अनि तेस्रो नम्बरमा रहेको छ यो भिडियो टिकटकमा अपलोड गर्ने बेलामा हामीले अपनाउनु पर्ने विशेष कुराहरु। यी तीनवटा कुराहरुलाई यदि तपाईहरुले ध्यान दिनुभयो भनेदेखि चाहिँ तपाईले खोजे जस्तै तपाईले भने जस्तै भिडियो क्वालिटी चाहिँ टिकटकमा पनि पाउन सक्नुहुन्छ। अब हामी क्रमशः नम्बर 1, नम्बर 2, नम्बर 3 हुँदै हामी ती टेक्निकल कुराहरु के हुन् त त्यस विषयतिर लागौं है त। एक नम्बरमा चाहिँ क्यामेरा सेटिङ तर्फ लाग्छौं। जस्तै तपाईको आइफोनको सेटिङमा जानुहोस्, त्यसपछि गएर क्यामेरामा जानुहोस्, त्यसपछि गएर रेकर्ड भिडियोलाई चाहिँ जसरी यहाँ मैले 4K 830 fps बनाएको छु, हजुरले पनि यही 4K 830 fps गर्नु होला। त्यसपछि गएर फर्म्याट्समा जानु होला, त्यसमा गएर हाई इफिसिएन्सीलाई सिलेक्ट नगर्नु होला, मोस्ट कम्प्याटिबलमा चाहिँ तपाईले क्लिक गर्नु होला। त्यसपछि गएर सिनेमेटिक रेकर्ड सिनेमेटिक छ जुन 4K 830 fps गरेको छ मैले पनि, तपाईले पनि 4K 830 fps गर्नु होला। अनि त्यसपछि रेकर्ड स्लो मोसनमा गएर तपाईले 1080p HDR 240 fps हाई इफिसिएन्सी लेखेको छ, त्यसमा गएर क्लिक गर्नुहोस्। आइफोनको क्यामेरामा जानुहोस्, त्यसपछि यहाँ माथि तपाईले हेर्दै हुनुहुन्छ 4K 30 fps छ, त्यसमा क्लिक गर्नुहोस् र यसलाई चाहिँ HD 30 fps बनाउनुहोस्, किनभने टिकटकले 4K भिडियो सपोर्ट गर्दैन। अब यो त रह्यो क्यामेरा सेटिङ। तपाईको क्यामेरा सेटिङ पनि सक्यो। हामी नम्बर 2 मा लाग्ने छौं। नम्बर 2 मा चाहिँ रहेको छ सुटिङ गर्ने क्रममा लाइटिङको उपलब्धता। जस्तै यदि तपाई इन्डोरमा सुटिङ गरिरहनु भएको छ भने चाहिँ तपाईले रिङ लाइटको प्रयोग गर्नुपर्ने हुन्छ। कृपया रिङ लाइट किन्नुहोस्, अनि सक्नुहुन्छ सम्भव हुन्छ तपाईसँग क्यामेराम्यान हुनुहुन्छ भने तपाईले मोबाइलको मेन क्यामेरा नै प्रयोग गर्नुहोस्। मैले चाहिँ अहिले यो सेल्फी क्यामेरा जस्तै अगाडिको फ्रन्ट क्यामेराबाट चाहिँ सुटिङ गरिरहेको छु। भने आउटडोरको विषयमा चाहिँ तपाईलाई चाहिँ बिहानको 7 बजेदेखि लिएर 10 बजे र दिउँसोको 3 बजेदेखि लिएर 5 बजे भित्रको समय चाहिँ एकदम उपयुक्त समय मानिन्छ भिडियो सुटिङको लागि। तेस्रो नम्बरमा चाहिँ हामी सर्वप्रथम के गर्छौं त टिकटकमा जान्छौं। टिकटकमा गएर आफ्नो भिडियोलाई चाहिँ अपलोड गर्ने क्रममा चाहिँ हामीले सर्वप्रथम यहाँ मसँग भिडियो छ, जुन भिडियोलाई मैले तपाईले यो पोस्ट गर्नु भन्दा अगाडि यहाँ चाहिँ तपाईले एकदमै राम्रो खालको क्याप्सन लेख्न सक्नुहुन्छ। त्यति लामो क्याप्सन पनि नलेख्नुहोस्। त्यसपछि यदि तपाईसँग ह्याशट्यागहरु छ भने एकदमै ट्रेन्डिङमा रहेको ह्याशट्याग जस्तै फर यु, जस्तै गएर चाहिँ कनेक्ट टुडे भनेको यो मेरो ह्याशट्याग रहेको छ, यो पनि एकदम भाइरल छ, कनेक्ट टुडे ह्याशट्याग भयो। त्यसपछि अर्को गएर चाहिँ टिकटक नेपाल भयो, गो भाइरल भन्ने अर्को ह्याशट्याग भयो, गो भाइरल जस्तै। अनि मैले युज गर्ने ह्याशट्यागको कुराहरु गरेको छु। अनि जस्ट फर यु भन्ने चाहिँ एउटा छ, अर्को एउटा फर यु भन्ने चाहिँ एकदमै फेमस छ। यी ह्याशट्यागहरु प्रयोग गर्नु होला। मोर अप्सन्समा जानु होला, एलो हाई क्वालिटी अपलोड्स भनेको छ, यसलाई चाहिँ अन गर्नु होला। यदि तपाई डिभाइसमा सेभ गर्न चाहनुहुन्छ भने सेभ टु डिभाइस गर्नु होला, अन गर्नु होला, नत्र यसको जरुरत छैन। त्यसपछि यहाँ तल गएर पोस्ट गर्नु होला। भिडियो हेरिदिनु भएकोमा यहाँहरुलाई विशेष धन्यवाद छ। मेरो यो टिकटक आइडीलाई तपाईहरुले फलो गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरेर मेरो युट्युब च्यानल पनि म टिकटकमा राखेको छु, त्यसको थ्रु गएर मेरो युट्युब च्यानललाई नि सब्स्क्राइब गर्न सक्नुहुनेछ, शेयर गर्न सक्नुहुनेछ। धन्यवाद।